दर्शक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुड्रो सङ्घ उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन दलाई लामा ज्यूद्वारा तिब्बतमा रहेका तिब्बतीहरूलाई आशाको सन्देश। परम पावन दलाई लामा ज्यूले भौतिक शास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्नेहरूलाई बधाई व्यक्त। चिनिया प्रहरीहरूको यातनाबाट 2 तिब्बतीको मृत्यु, अन्य 4 हिरासतमा। केन्द्रीय तिब्बती प्रशासनले महात्मा गान्धीको 153 जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण। केन्द्रीय तिब्बती प्रशासनले डेलेक हस्पिटलको स्वर्ण जयन्ती समारोहमा प्रशंसा। कल्याण नोर्जिन डोल्मा र विशेष संयोजकद्वारा 51औं UNHRC सत्रमा सहभागिता। अब समाचार विस्तारमा। परम पावन दलाई लामा ज्यूले तिब्बतभित्र रहने तिब्बतीहरूलाई चीनले कोभिड नियमको परिणाम स्वरूप कडा प्रतिबन्धको सामना गर्नु परेकोमा शोक सन्देश पठाउनु भयो। 메마라 강행시 책도스 서다 강당 가라서 갸다 벽에 탑주디 저 상제배 최다에 제대 야래 아니 개미 가주수 벽 자시 메마기 따와도 저거 주투야 때내 야마래 가주 벽을 예대배 상제배 최다 리슌 산제베 쳐다 대대제 리슌디 갸나라마 다 림베 파 캬비야 슉슉슉 쳐줘야지 다 차대요리 사디디 인도 책이 지기다 가서다 쟁해진데 샤유리 참말로 섬머슈부세 애는 알아서 표 관심 파고 전에서기다 뒤시사대요리 애는 세세 조리 애니 다가는 신기이니 루기슈르리 된저기 조사 넘숨을 야참을로 애니 mel로 야고죠 애니 나데 사케 장 대여데 이네 레던 저 투무 모임 버시고 인도산에 애니 여러분치 달을라마야 참버체 애니 가다 소데 가나서 템베타 세그리 사버시기 애니 소소프게 로 대우천데 대쇼아 대가 자샤네 어다 아들로 다 제주 자라실레디 요래 제주 접든이나 실레디 요래 아다 소고 대사시 음주스 딱제시두자네 나 안들로 정원이슈 대그리스네 음지들 시기도 그봐 자들이 인도 자시 메마조 로테호 센쇼아 애니 림베기 자나나는 요원 로데기도 근데 인도 림베 가나서 시시 냠송고 타네 애니 시 저주고선도 동니기 또 검토야시 땡데 연구리 애니 상월로 로테호시 되쇼아 저시들이 투시 परम पावन ज्यूले यस हप्ता सोमबार तैवानी बौद्धहरूको अनुरोधमा धर्म कृतिको वैध अनुभूतिमा 3 दिने शिक्षा दिनुभएको थियो। यस हप्ता बुधबार क्वान्टम टेक्नोलोजीको प्रयोगात्मक उपकरणहरू विकास गर्ने कामका लागि 3 वैज्ञानिक एलेन एस्पेक्ट, जन क्लाउजर र परम पावन ज्यूका मित्र एन्टन जेलिङ्गरलाई यस वर्षको भौतिक शास्त्रको नोबेल पुरस्कार विजेताको रूपमा घोषणा भएपछि परम पावन ज्यूले विजेताहरूलाई बधाई दिएका छन्। परम पावन ज्यूले एन्टन जेलिङ्गर र उहाँका सहकर्मीहरूद्वारा सम्पूर्ण मानवताको लागि लाभ ल्याउने कामको क्षमतामा विश्वास व्यक्त गर्नुभयो। यस वर्षको अगस्त 26 र सेप्टेम्बर 28 मा कर्जे तिब्बती स्वायत्त प्रान्तका मोडुप छिरिङ र चुक्दा नामका 2 तिब्बतीको चिनिया हिरासतमा मृत्यु भएको थियो। टिबेट टाइम्सका अनुसार मोडुप छिरिङलाई सेप्टेम्बर 27 मा खामकर्चेको डाचेतो काउन्टीमा रहेको वृद्धाश्रममा खाना र खानेकुरा पुर्याएको आरोपमा चिनिया प्रहरी अधिकारीहरूले पक्राउ गरेका थिए।
जसको कारणले स्थानीय प्रहरी चौकीमा उनलाई सोधपुछ र कुटपिट गरी हत्या गरेको थियो। वृद्धाश्रममा उडुपको भ्रमण र वृद्धाश्रमले उनको खाना र आपूर्तिको व्यवस्थालाई प्रहरीले वृद्धाश्रमको हेरचाह गर्ने सरकारी अधिकारीहरूको आलोचनाको रूपमा हेरेको छ। सन् 2022 अगस्त 26 गते सेथार काउन्टीमा धार्मिक अनुष्ठान गर्न आएका 52 वर्षीय छुक्दरको चिनिया प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको बताइएको छ। रिपोर्टमा भनिएको छ कि छुक्दरको मृत्यु प्रहरी दुर्व्यवहारबाट नभएको पुष्टि गर्ने आधिकारिक पत्रमा हस्ताक्षर गरेमा मात्र उनको शव फिर्ता गर्ने अधिकारीहरूले उनको परिवारलाई बताएका छन्। समाचार एजेन्सीका अनुसार छुक्दरसँगै ग्यालो, सेटो, बामो र कोरी नामका 4 जना तिब्बतीहरूले पनि धार्मिक समारोहको नेतृत्व गरेको आरोपमा अगस्त 24 गते पक्राउ गरी कर्जे काउन्टी जेलमा राखिएको छ। सिचोम पेम्बा छिरिङको नेतृत्वमा रहेको केन्द्रीय तिब्बती प्रशासनले गत हप्ता आइतबार महात्मा गान्धीको 153 जन्म जयन्तीमा उहाँले पुष्पहार अर्पण गरेको थियो। मिडियासँगको कुराकानीमा सिजोङले महात्मा गान्धीले पहिलो प्रभावशाली र प्रेरणादायी नेता मान्छन् जसले अहिंसाको उदाहरण राखेका थिए र परम पवनज्यूको निर्देशनमा तिब्बती आन्दोलनको निर्विवाद रूपमा त्यही मोडलले आधारित भएको बताउनुभयो। डेलेग अस्पतालले यस हप्ता मङ्गलबार आफ्नो स्वर्ण जयन्ती मनाएको छ। अस्पतालले 40 वर्ष सेवा पूरा गरेकोमा परम पवनज्यूका निजी चिकित्सक तथा प्रमुख चिकित्सा अधिकृत डाक्टर सेथेन सदुछाङले पनि सम्मान गरेका छन्। आफ्नो सम्बोधनमा सिचोङले अस्पतालको सफलताको लागि डेलेग अस्पतालका प्रत्येक कर्मचारीहरूको संयुक्त प्रयासलाई श्रेय दिए र 40 वर्षदेखि समुदायको सेवा गर्ने डाक्टर सेथेनको दृढ सङ्कल्पको लागि प्रशंसा गर्नुभयो। यस हप्ता सिजोङ पेम्बा छिरिङले दिसोम फाउन्डेसन र नम्गेल हाई स्कुलका विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेका थिए। भेटघाटका क्रममा सिजोङले विद्यार्थीहरूलाई तिब्बत र भारत बीचको ऐतिहासिक शिक्षक विद्यार्थी सम्बन्धको बारेमा र तिब्बतका ऐतिहासिक तथ्यहरूको खोजी र लामो छलफल गरेको थियो। यस हप्ता सूचना र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका कालुन नोर्जिन डोर्माले 51 UNHRC सत्रको पहिले आयोजित कार्यक्रममा परम पवनज्यूको पुनर्जन्म सहित पुनर्जन्मका विषयका केन्द्रीय प्रशासनको सामान्य स्थितिको बारेमा कुरा गर्नुभयो। कालुनले तिब्बती मुद्दाहरूमा अमेरिकी विशेष संयोजक र उपसचिव उजरा जयाले तिब्बतीहरूको धार्मिक स्वतन्त्रतालाई बलियो समर्थन गरेकोमा धन्यवाद दिनुभयो। उहाँले ग्रेजुएट इन्स्टिच्युट जेनेभाको एसियाबारे विद्यार्थी पहलसँग पनि डिप्लोमेटिक ल्यान्डस्केप द केस अफ तिब्बत भन्ने विषयमा तिब्बत समर्थक र तिब्बतका साथीहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले इटलीको मिलानमा सम्पन्न भएको युरोप तिब्बती सङ्घको तेस्रो महासभाको उद्घाटन समारोहको अध्यक्षता गरेकी थिइन्, जहाँ उनले तिब्बती संस्कृति र भाषाको संरक्षणको महत्त्वलाई जोड दिएकी थिइन्। सो बैठकमा अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन, स्विजरल्यान्ड र लिक्सेनटाइन र युनाइटेड किङडममा रहने 9 तिब्बती सङ्घ संस्था र समुदायका 27 भन्दा बढी प्रतिनिधिहरूले भाग लिएका थिए। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।